तैँले पैसा चोरिस्? चोरी नै। चोरले अन्त कहाँ चोरे भन्छ? अब मलाई थाहा हुन्छ नि भाउजू अब चोर्छ कि चोर्दैन भनेर। बाउ माथु छोरा चोर जोडे त खुबै मिलेछ त 25,000 चोरेर अझै चोरिन भन्छ। ओए तैँले साँच्ची नै पैसा चोरिस्? मैले त चोरी नै, मैले त तेल मात्रै लिएकन आएँ। हेर्नुहोस् भाउजू बरु त म मात्र हिँड्छु तर चोर्नु भने चाहिँ मैले छोरालाई सिकाएको छुइनँ है। तपाईँ मेरो छोराले चोर्यो भने के प्रमाण छ त्यो देखाउनुहोस् न। तल प्रमाण चाहियो पर्खी। किन बोलाउनु भयो फुपू? तिमीले दिएको सुँगुरको पैसा यसको छोराले चोरेछ। मलाई तिमीले 5,000 दिएको थिएनौ, त्यसमा 2500 यसको छोराले उहिले चोरेछ। अझै चोरेको छुइनँ भन्छ त। 5,000 त कहाँ दिएको त फुपू तपाईँलाई? 5 छ भनेर गएको होइन अन्त के भनेको अन्त त्यस्तो चाहिँ? मैले त 5वटा 500 को नोट छ 2500 भनेको पो त कहाँ 5,000 भनेको त अन्त। सुझ न बुझमा के बोलेको भाउजू? कुरा त बुझेर पो कुरा गर्नुपर्छ त। यसरी अर्काको छोरा चोर लगाउनु चाहिँ हुँदैन नि। मलाई त थाहा थियो नि यसले चोर्दैन भनेर, यो ज्ञानी छ भनेर। ल मिठा खाने पैसा मिठा खानु ल।